हेलो नमस्ते वेलकम स्वागत छ है त स्वागत छ अहिले चाहिँ काम सकेर जाँदैछु फर्किँदैछु जाँदैछौँ याकिनिकु या अन्सीको फर्स्ट टाइम हो त्यही भएर मैले छोटो भ्लग बनाएको छु या आज चाहिँ हामी आमामा चाहिँ त्यो हिजो राति अचानक रातिको 12 बजेसम्म भाइले यो याकु गरेँ नि भाइले आफैले मैले आइएसीतिर खोजेको थिएँ आजको हिजो चाहिँ अलि पाएन नि भाइले ठ्याक्क आमामा चाहिँ छेउमा पारेछ नि त्यहीँ जाँदैछु याकिनिकु खाना हेर्दै गर्नु होला त्यहीँ गएर भेट्छु है त फाइनल्ली आयौँ अर्डर पनि गऱ्यौँ ल काम ट्राई गरौँ न तिमीहरूले त अर्डरै गरेको छैनौ कि अर्डर गरेँ अर्डर त कति हो आइरहेको छ यहाँ बहिनीले मासुको देखान ब्ल्याक सपका अब ल हाम्रो पटनापुन मगाले किम्ची खोज्दैछ यहाँ दिएन रे किम्ची लेखेको फसेमा यो माथिको दुईटा अरिगातो गोजाइमास तेईस मिनट हो अब बाँकी 23 मिनट छ लो तर खानु पर्यो परको मान्छे आयो कला खानु मन लाग्यो होइन बिबिम्बा आएको छ सुप भात खान्छु तर अझै दुईटा बिहार आउँदैछ मासु त पाइ भयो मलाई नेट खोल्दै हाम्रो फाइनल अर्डर यही हो हाई यसको भन्नुहोस् त अब टाइम 15 मिनट जस्तै मासु यति छ बिहान नि यति सक्नु भएको कहिले खाला नि कहिले घर मान्छे
5 मिनट छ खानेकुरा त हेर्न नि तिम्रो क्यामेरा कति छिटो बोल गर भाइ मैले फेरि यो आइसक्रिम खान्छु दिदीले केही खानु भएन अहिले खाएनन् सगन दाइ र मैले चाहिँ खाएकै मजाले सबै भ्याइयो खानै पर्छ जसरी नि ल पाप हुन्छ ल खा भाइ खाके आन्छी खानु तर खाके हो एउटा ल ल ल ल उठिन्छ नै 4 जनाले उठिन्छ नहाने तर खा छिटो छिटो ल ल जाम भ्याइयो ल ल टोकियो टावर ल बिल त टोकियो टावर जत्रिकै भयो ल अब हामी टोकियो टावर जान्छौँ ल हामी टोकियो टावर आएका छौँ टन्न पचाएर नाइट भ्यू हेर्न यहाँ म छु यहाँ सगुन भाइ के दाँत कोट्टाको हो र तर देखेको छैन होला पछाडि 2 जना छन् फर्स्ट टाइम आएको है हामी नाइटमा ओ माई गड हामीले राउन्ड लाउँदैछौँ टोकियो टावर पार्क भयो खोजेको वास्तवमा त्यो मेन लोकेसनमा नभेटेर हामी हिँड्दैछ हामी 4 जना खोज्दैछौँ अहिले लोकेसन अघिदेखि लोकेसन नहेरिकन हिँडेको अनि झप्पाइदै हिँडेको चल्दिएको अनि त्यही भएर अलि उस भयो अहिले चाहिँ थर्ड टाइम आउँदा नि यस्तो थाहा ल मलाई हिँड्ने लोकेसन चाहिँ थाहा हुन्न अनि लोकेसन हेर्दै हिँड्दै गर्छौँ नाइट भ्यू चाहिँ यस्तो छ ओ माई गड गाइजहरू मलाई चाहिँ यहाँ चढ्यो भने त आँखा फेरि पर्छ ओ माई गड कान तरिन पर्छ अहिले चाहिँ आज चाहिँ हामी चढ्दैनौँ यत्तिकै राउन्ड हान्नुलाई ए ऊ टिकटक सबबाट गुड बोय यसरी पढ्नुपर्छ के गुड बोय जरामा आइसक्यौँ हामी पछाडि छन् 2 जना के गा परेको 2 जनाले भालै दिएनन् यार मलाई 2 जनाले सगुन भाइ अनि म छु सगुन सिंगराना मगर Hello, what's up guys? It's me, Saikon Singrana, all the way from Tanau. म चाहिँ म्याक्देली तनहुको मान्छेहरू त लास्टै फटा हुन्छ Tamoli, मैसँग हिरा माया नमौली. पछाडि छन् 2 जना मिसहरू हेलो कस्तो खतरा के सगुन भाइ यहाँ 2 जना यहाँ छन् म यहाँ छु टोकियो टावर यहाँ नाइस सगुन भाइलाई टोइलेट लाएर गरेर दौडिँदै हान्ने सबैलाई टोइलेट लाएर चाहिँ म त अघि रेस्टुरेन्टमा टोइलेट गएर आएको ठिक्क आनन्द भयो सगुन भाइ दौडिँदैछ टोइलेट छ कि छैन भन्ने कुरा थाहै छैन फाइनल लोकेसनमा आइपुग्यौँ हामी कति मिनट हिँडेर थाक्नु भएको छ उहाँ एकी आइनु भने मेरो क्यामेरा त नदेखिने आइनु एकी भन्ने भनेर यसो अब हामी चाहिँ जान लाग्छौँ घर फर्किन लाग्यो ल भाइ सगुन भाइ बाई बाई एकी आइनु भने भनेर तिमीले देखेनौ भने पिता खान्छौ 2 जना त आएन नि त ल टोकियो टावरमा हाल्नु बाई बाई